पराहा पूर्व कालमा एकजना मानिसले हे सुपा देउराली माता म लाहुरे बनू, यदि म लाहुरे बने भने यदि मैले पैसा कमाए भने म तपाईलाई कालो बोकाएर सुनको सिक्री चढाउँछु भनेछन्। उनी लाहुरे पनि बनेछन्। उनको मनोकामना पनि पूरा भयो। जब उनी घर फर्किए उनको मनमा अहमत आयो, घमण्ड आयो, पैसा पनि कमाए। मैले सुपा देउराली मातालाई सुनको सिक्री त के त्यो बाटो फर्केर पनि हिँड्दैन भने। जब त्यो कुरा सुपा देउराली माताले थाहा पाउनु भयो त्यसपछि सुपा देउराली माताले बीच बाटोमै लाहुरे र लाहुरेको बाकससहित उडाएर सुपा देउराली नजिकै रहेको विशाल पाहाडमा टाँसिदिनु भयो अनि त्यो लाहुरे त्यही विलीन भयो। जय जय भगवती सुपा देवी देउराली की माई